आज आचार्य प्रशान्तजीलाई सुन्दै जाने क्रममा मलाई उहाँको दुईटा सेन्टेन्सले असाध्यै छोएको छ। त्यो न तिमी कमजोर छौ, न तिमी मजबुर नै छौ। मलाई आफैलाई कता कता रिलेट भएको जस्तो फिल भयो, जुन हाम्रो सामाजिक परिप्रेक्ष्य छ र जुन हिसाबले हामीलाई हुर्काइएको छ, बढाइएको छ, जस्तो खालको हामीलाई शिक्षा प्रदान गरिएको छ, स्पेसली छोरी मान्छेलाई लिएर त्यो सन्दर्भमा छ है। कता कता मलाई पनि टच भएको जस्तो फिल भयो र मेरो आफ्नै धेरै विचारहरू आए र मैले त्यसलाई चाहिँ शब्दमा उतार्ने कोसिस गरेको छु र म यहाँहरूसँग मेरा विचारहरू शेयर गर्न चाहन्छु। तिमीलाई डरभित्र बाँच्न सिकाइयो, चुप्पीलाई मर्यादा भन्न सिकाइयो र आफ्नै इच्छा मारेर अरूको संसार बचाउन सिकाइयो। घरको इज्जत भन्दै तिम्रो सपना थिचियो, संस्कारको नाममा तिम्रो आवाज दबाइयो। त्यागलाई गहना बनाइयो, सहनुलाई धर्म। त्यागलाई गहना बनाइयो, सहनुलाई धर्म। वर्षौं वर्ष अरूले लेखेको जीवन बाँच्दा बाँच्दै तिमी भित्र भित्रै रित्तियो, तिमी भित्र भित्रै रित्तियो। तर जब रित्तिएको महसुस हुन थाल्छ, मलाई लाग्छ जागरण त्यहीबाट सुरु हुन्छ। त्यसैले अब त उठ, अब त जाग। कति वर्ष अझै बहानाभित्र लुक्छौ, कति वर्ष अझै समाजलाई दोष दिएर आफ्नो जीवन टार्छौ। अब तिमीलाई पनि अधिकार छैन, अब तिमीलाई पनि अधिकार छैन। हरेक चोटको दोष रीति र थितिमा मात्र थुपर्ने। त्यसैले एकचोटि होसमा बाँचेर त हेर, एकचोटि आफूले आफूलाई निहालेर त हेर। कतै तिमी आफै डरको साङ्लो समातेर बसिरहेकी त छैनौ। कतै तिमी आफै लोभ, मोह र झुटको सुरक्षाभित्र आफ्नो कैद स्वीकार गरिरहेकी त छैनौ। त्यसैले पहिले आफूभित्रको अँध्यारोसँग भेट्ने कोसिस त गर। किनकि जुन दिन स्त्री आफ्नो चेतनामा उभिन्छे, त्यो दिन न समाज उस्तै रहन्छ न त जीवन। त्यसैले हे स्त्री, न तिमी कमजोर छौ, न तिमी मजबुर छौ। याद राख्नुहोस् साथीहरू, न हामी कमजोर छौं, न हामी मजबुर छौं। धन्यवाद।